रड्डी हुन्छ नि टायर ऊ भयो नि त। होइन फेरि के भएर चाहिँ पुरा बाङ्गो घाँचाक घिचक भएको कस्तो हो त के थियो चिल्लो रोडबाट आएर यहाँ यस्तो लागेको हो कि ठिकै छ टायर फेरि अगाडिको यो टायरहरू त हतपत्तु हुँदैन कि त डर लाग्यो नि हौ एकछिन त टेन्सन बनाइहाल्यो नि एकैछिनमा कि रोडै त्यस्तो हो यहाँ सधैँ त मैले यस्तो याद गरेको थिएँ रोड त कुदिरहेको हो कहिले पनि यस्तो त फिल भएको छैन मलाई हेर त धुलो अन्त अगाडि भाइजर नझारी त अन्त हुँदै त हुँदैन हेर यस्तो खाडलहरू अब यो चाहिँ कस्तो चाहिँ हुन्छ होला उमा चाहिँ पानी पर्दा चाहिँ माथिबाट पहिरो झर्जिन्छ एक हो ढुङ्गा झर्ने पहिरो झर्ने डर यता बाटो त्यस्तो चिप्लो हिलो हुन्छ म लास्ट इयर त बहुत खुद्थेँ नि विन्टरमा त ए विन्टरमा भयो रेनी सिजनमा त पहिरो झरिदिएको हो आमा त्यो किर्नेहरू आइपुग्ने बेलामा के भन्छ त्यो जग्गा थाहा भएन कि सकिनँ अब यिनीहरूले मलाई उछिटाएर भन्ना नि अलिक छिटो नै अब चाहिँ पुरै भिज्दैछ हिलोले पहिरो झरिदिएको कि माथिबाट बाटै यो आधी बाटो चाहिँ मुनि गएको यस्तो मुनि खोलामा होइन यतिदेखिकै मुनि चाहिँ त्यहाँको माथिबाट पनि पहिरो आइदिएको र त्यो भित्तालाई काटेर हो आधी भित्तालाई काटेर बाटो निकालेर चाहिँ छिर्नु परेको बाइक त जानु दिन्थ्यो नि किन रोक्यो जानै नदिएको कति रिक्वेस्ट गर्दा पनि सबले हो कतिजना थियो आधी त घुमेर कालिम्पोङ भएर गयो हो यता रम्फूबाट उकालो म त अल्छी लाग्यो अब कहिले घुमेर अन्त पर्खेँ झन्डै 3 घन्टा जस्तो पर्खेर चाहिँ छिर्यो फेरि म रेनकोटहरू यादै हुँदैन कि किन्नु त्यो पैसा खेर हो जस्तो लाग्छ त्यो कुनै लाग्दैन तर डरलाग्दो कामको चिज हो कि पानीमा भिज्यो त मात्रै थाहा त्यो चाहिँ रियलाइज हुन्छ आज पनि पानी परेको मेरोमा थिएन रेनकोट हात यति बिना पम्प हुन्छ कि आमा ब्रेक गरेकोले त्यो थामेकोले जिउको डल्लै बडीको वेट चाहिँ अब त्यो मोसन अगाडि फ्लो भइराख्दो छ त्यो जिउको लोड चाहिँ हातले रोक्नुपर्दा कस्तो चाहिँ हुन्छ अब पम्प ब्रेक गर्नुपर्छ माथि त्यो क्लच तान्नु पऱ्यो हो पम्प भइदिन्छ नि गरेको चाहिँ साइको लागेको छ कि रड देखेर त म चाहिँ कस्तो टाइपले नादेको हुन्छ कि दोहोरीकै घरमा मात्रै हुन्छ फेरि हुन त हतपत ड्राइभरहरूले बाँधेको त हतपत चाहिँ फुस्किँदैन हो र पनि आरामले जाइन्छ अब चाहिँ माथि चाहिँ ट्रेनको बनिँदैछ आमा यो फेरि ट्रेनको त बनाउँदैछ कि तर के भन्छ त्यो पहाडहरूलाई हुन्छ नि टनलहरू बनाएर त्यो ब्लास्टहरू गरेर होइन त्यो गर्दा चाहिँ लस भएको लाग्यो मलाई चाहिँ त्यो कुरा चाहिँ डेभलपमेन्टले गर्दा चाहिँ पहिरोहरू जान्छ होला जस्तो लाग्छ त्यो जग्गाहरूमा बेसी त्यो कति भाइब्रेट भएको होला होइन त्यो डल्लै ढुङ्गाहरू त फुटाउँछ अब ब्लास्ट गराएर हो त्यो ड्रिल गरेर भित्रभित्र डल्लै त्यो पहाड खोपेर त्यो खनेर चाहिँ भित्रबाट बाटो निकाल्दा जस्तो त अन्त कति भाइब्रेट भएको होला नि मधेरो भएर कस्तो कल्चर लाओ पानी पर्छ कि हो अरू भन्दा मेरो क्यामेरा डर हुन्छ नि प्लास्टिकहरू केही बोकिनँ फेरि प्लास्टिक लिएर आउँछु एउटा भनेको बिर्सेछु हो वाटरप्रुफ त वाटरप्रुफ हो तर यसको जुन चाहिँ त्यो केस हुन्छ नि त्यो चार्ज जाने त्यो चाहिँ मैले निकालिदिएको छु नि त अस्ति ब्याट्री स्पिकर नगएर कि माइक्रोफोन नगएर त्यसले गर्दा चाहिँ रड्डी हुन्छ नि हौ यो बाटोहरू चलेको चाहिँ रिस्की हुन्छ बर्खामा चाहिँ ढुङ्गाहरू पुरा झर्छ कि माथिबाट
सानो ढुङ्गा झरेर लाग्यो भने पनि जान्छ नि। गाडी साइडबाट क्रस गरेर जाँदा चाहिँ पुरै त्यो सानो सानो के त ऊहरू ढुङ्गाहरू अनुहारतिर लाग्दिन्छ नि चर गरेर क्या पानी थोपायो नि हौ। म चाहिँ अहिले टिस्टाको ब्रिज आइपुगेको छु। यो माथि टनल छ हो, अन्त अलिअलि पानी पनि छिटाउँदैछ हो। अनि यहाँको चाहिँ खोला यस्तो चाहिँ हिजोको पानीले चाहिँ अलिकति पानीको लेभल चाहिँ बढेको जस्तो लाग्यो। लास्ट इयर यो आउँदा चाहिँ फ्लड आउँदा चाहिँ लास्ट इयर कि बिफोर लास्ट इयर हो, बिफोर लास्ट इयर होला आउँदा चाहिँ यो डल्लै कभर भएको थिएन। यो घरहरू जुन चाहिँ छ यो तल त्यो ऊहरू त्यो सबै त्यहाँ माथिसम्म आएको थियो पानी। यो बाटो दार्जिलिङ जाने बाटो सबै पानी पानी थियो। डर लाग्दो आएको थियो त्यति बेला चाहिँ। अब त्यहाँसम्म आयो भने चाहिँ बुझिहाल्नु पऱ्यो। त्यो रुखहरू सबै त्यो सानो सानो रुखहरू देखेको पनि छैन होला कि, त्यो चाहिँ डल्लै त्यो पानीले लिएको हो। दार्जिलिङ जाने बाटो चाहिँ यस्तो छ, पानी चाहिँ जोड आउँदो होला माथि चाहिँ यहाँबाट उकालो नि। मेरो चाहिँ यस्तो छ कन्डिसनै, अलिअलि भिजाइ पनि भयो हो। अन्त अब धुलो उडेको छ त्यही भएर सनग्लास लाउनु परेन, ढोकै भयो। मलाई मनै पर्दैन लाउनु कि। अन्त मेरो बाइक चाहिँ यहाँ छ, बाइक पनि हिलो हिलो भयो अलिअलि हो। ट्याङ्की पनि हल्का मैला मैला छ, यस्तो छ यहाँ चाहिँ। सो अब चाहिँ म यहाँबाट सिधै जानु जतिसक्दो चाहिँ म छिटो जानु खोज्छु स्पिडै। बाटो चाहिँ यति डरलाग्दो जाम थियो कि, तर त्यो बाइक भएकोले गर्दा साइडबाट म निस्किने चाहिँ हो। डरलाग्दो जाम छ आज चाहिँ, डेन्जर जाम छ आज चाहिँ। अन्त एकजनाले रोकेको रहेछ कि, म चाहिँ यहाँ रेस्ट गर्छु सोचेको थिएँ नि त कि। आया वासरुम पनि जानु छ हो, खोला चाहिँ यतिको बढेको छ देख्दै होला। वासरुम पनि जानु छ, पानी पर्दैछ अलिअलि हो। अब चाहिँ यहाँबाट म जतिसक्दो चाहिँ सिधै गान्तोक चाहिँ छिटो छिटो निस्किन ट्राई गर्छु हो, किनभने म छिट्टै पुग्नुपर्छ। कति बजिसक्यो भन्ने अहिले कति बज्यो सायद 12 साढे 12 भयो होला। मलाई टाइम चाहिँ मेरो घडी पनि अफ भयो कि ब्याट्री चार्ज नगरेर, त्यही भएर यहाँ बाइकमा हेर्नुपर्ने हुन्छ घडी चाहिँ। कति बज्यो 12:12 भएछ, 12:12 भएछ हो। ढिलो पुग्ने रहेछ नि, तर छिटो भनेको जाम पुरै छ हो। र म चाहिँ यहाँबाट अब हिँड्छु। एकछिन 5 मिनटको ब्रेक लिएको थियो, किनभने ब्रेक लिने अहिले टाइम छैन, पानी पर्दैन रड्डी हुन्छ फेरि हो। छिटाउँदा छिटाउँदैछ अलिअलि त अघिदेखिको, तर जोडको चाहिँ परेको छैन हो। यतिको भयो भने त केही छैन, भिजे पनि हो, तर त्यो हेभी रेन चाहिँ नहोस्। बिजोक हुन्छ। तर भन्दा मेरो क्यामेराहरूको डर लाग्छ नि त कि, क्यामेरा माइक्रोफोन, त्यही भएर यतिको रोड खाली भयो भने त म त एकैछिनमा पुग्छ नि पुग्नु त कि, तर पुरै जाम थियो नि त ट्रकहरूले गर्दा। यस्तो चिप्लोमा फेरि ओभर स्पिड चलाउनु पनि हुँदैन त, ब्रेक उ गर्छ कि, टायर्स स्किड गर्छ कि। यो राइटबाट चाहिँ कालिम्पोङ जान्छ, अन्त यताबाट चाहिँ सिक्किम जान्छ। लेफ्टपट्टिबाट चाहिँ म त इन्डिकेटर दिनु बिर्सेछु आज। म चाहिँ फ्युल अफ पनि गर्नुपर्छ होला, 2 घन्टा त छ, तर पुग्छ कि। हिजो अलिक बेलुका घुमाइ भयो नि त, त्यसले गर्दा तेल अलिकति बेसी जल्यो, नभए त आरामले पुग्थ्यो मेरो।
अलिक होइन निकै घुमाइगएको थियो टाढै गइरहेको थियो बेलुका एकछिन निस्किँदा खऱ्यो सुक्खा रहेछ है दादा पानी परेको छैन रहेछ उकालो माथि माथि चाहिँ के अब कस्तो छ यहाँ चाहिँ बनाउँदो रहेछ तर रेनी सिजनमा चाहिँ माथिको डल्लै झर्छ नि त बनाउनु चाहिँ पहिल्यै बनाएकै राम्रो हो म चाहिँ पालि जति सक्दो रेनी सिजनमा चाहिँ नहिँडौँ भनेको यो बाटो घर जाने कामहरू नगरौँ भनेको लास्ट इयरै काबु भएको छु कि बहुत जानु पऱ्यो लास्ट इयर चाहिँ त्यस्तै परेको थियो जानै पर्ने अवस्थाहरू देखेँ अब चाहिँ यो वर्ष चाहिँ नजाउँ भनेको त्यसरी हो के गरेको हो स्कुटी यसरी जाँदा भएको त अन्त जान्छ त स्कुटी पनि साइड साइडबाट छिर्दै हाल्नुपर्छ मौका पायो भने धुलेर नगरी अब सानो धुलो उड्छ अब यहाँ यस्तोमा पनि राफ्टिङ गरेको के मान्छे बगायो होला खोजेको बोला तर मान्नै पर्छ यहाँ रेस्क्यु टिमहरूलाई चाहिँ कस्तो डेन्जर करेन्ट हुन्छ कि यस्तोमा पनि पोसेर त्यो हुन्छ नि रस्सीहरू बाँधेर राफ्टमा गएर बडीहरू निकालिदिन्छ हौ हाम्रो त्यो पनि केटीहरू छ दिदीहरू खत्रै छ मान्नै पर्छ त्यो जब गर्नेलाई चाहिँ माथिको पुल चाहिँ मल्ली जान्छ तर हामी चाहिँ मल्ली जानु पर्दैन सिधै गान्तोकको जाम त फेरि त्यस्तै रहेछ नि भगवान् यहाँ पनि त्यत्रो गाडी छोडेर आयो पछि स्टिल जाम रहेछ अगाडि यो अगाडि मल्ली जाने बाटो छ कि त्यसले गर्दा पनि होला राइट पस्यो भने चाहिँ मल्ली जान्छ नि त यहाँ अगाडिबाट कि त्यसले गर्दा पनि होला जाम भएको चाहिँ एक त यो पेट्रोलको ट्रक रहेछ कि यिनीहरूले डरलाग्दो जाम गर्छ नि बिस्तारै हिँड्छ कि यो अगाडि जुन चाहिँ ट्रकहरू छिर्दैछ त्यो चाहिँ मल्ली जान्छ हो राइटपट्टि म चाहिँ सिधै जानुपर्छ गाडी चाहिँ कहाँ जान्छ इन्डिकेट पनि गरेन यहाँ अगाडि त आउनु सक्छ है फेरि गाडी छिर्दिइहाल्नुपर्छ यस्तोबाट चाहिँ यहाँ पर ग्राउन्ड थियो एउटा सायद हो त्यो ग्राउन्डहरू पनि पुगेको थियो फ्युल अप चाहिँ गर्नुपर्ने यस्तो लाग्यो मलाई यो उकालोमा यो खालको जाम भयो भने त सानो तेल खाँदैन आउँदै जाँदै गर्नु पऱ्यो आउँदै जाँदै अरे हिँड्दै रोक्दै गर्नु पऱ्यो गाडी हो बाइक गियर बेसी खेलायो क्लच खेलायो नि त गइहाल्छ पेट्रोल त यस्तो दामी लाग्छ जानु मन लाग्छ नि म त यहाँतिर कि यस्तो जग्गाहरू मलाई पुरा मनपर्छ नि त अन्त भित्ता भयो तर यो भिड चाहिँ फेरि डरलाग्दो छ हो यहाँ चाहिँ अन्त यो टर्निङ पनि अलिक रिस्की छ गाडी यति बिना यो अगाडि छ कि के भन्छ जाम बेसी भएर आज अलिक टाइम लाग्दछ मलाई हो जामै जाम पक्कै लाग्छ जाम भनेको मजाको छ नि यो भित्ता रातै भइसक्यो दुखेर आमा ढाँड पनि दुख्नु थाल्छ कि अब त बेसी त्यो ब्रेक गर्दै हिँड्दै गरेकोले क्या त त्यो बडी गएर दुखिँदो छ पुरा दुख्दैछ ढाँड चाहिँ यो बाटो चाहिँ कहाँ जान्छ हौ त्यो चाहिँ खनेर छैन कि पिच छैन कि खनेको मात्र तर गाडीहरू त कुदेको जस्तो लाग्यो बस पनि आउँदैछ कुन चाहिँ जग्गा जाने बाटो हो त्यो जस्ट किनेहरू काटेँ मजाले तर त्यहाँ केही रोकिन खानु लागि के पनि रोकिन अझै पुगेर खान्छु भनेर पानीको बढ्दो छैन कि त्यो भएर हर देखिरहेको छ यहाँ चाहिँ हो मलाई कस्तो मनपर्छ नि त्यसो तर म जब क्यामेरा अन गर्छु नि तबै त्यो जग्गा काटिन्छ कतिपल्ट जस्तो भइसक्यो मलाई मनपर्ने जग्गा दामी देख्ने जस्तै अगाडिको यो देख्छ नि पहाड
पुरा मनपर्छ नि त मलाई यस्तो होइन अहिले चाहिँ टाइममा गरेछु मैले अन हुन्छ त्यो हरियो रुखहरू खिच्नु लागि गरेको कि मैले नयाँ त्यसको त्यो लिभहरू हुन्छ नि आएको कस्तो मजाको देख्छ मलाई पुरा मनपर्छ त्यस्तो अघिदेखिको तर म ढिलो भएको छु क्यामेरा अन गऱ्यो फेरि त्यो जग्गा काटिसकेको हुन्छ यो बाटोमा चाहिँ अलिकति फ्री हुन्छ कि त्यही भएर अलिकति स्पिड कुदाउनु मिल्छ मतलब गाडीहरू छैन भने चाहिँ गाडीहरू छ भने चाहिँ फेरि त्यस्तो स्पिड चलाउनु मिल्दैन यस्तोहरू भयो भने चाहिँ स्लो चलाउनु पऱ्यो फेरि हो म चाहिँ अहिले फाइनली रम 5 पुगेँ हो रम 5 चाहिँ ढुक्कै लाग्छ मलाई चाहिँ सिक्किम गान्तोक कति पनि लाग्दैन यहाँबाट यहाँ आइपुगेपछि चाहिँ यहाँबाट चाहिँ भ्यू यस्तो राम्रो देख्छ नि अगाडिको के भन्नु अब यो चाहिँ अटल सेतु ब्रिज होला सायद त्यसको नाम होइन एसियाको लङ्गेस्ट ब्रिज भनेको जस्तो लाग्यो मलाई चाहिँ तर कन्फर्म छुइनँ यसमा चाहिँ हो कता कता सुनेको जस्तो लाग्छ यस्तो दामी भ्यू छ अन्त ऊ पर अगाडि माथि चाहिँ त्यहाँ माथि चाहिँ ऊ लेखेको छ वेलकम टु सिक्किम द ग्रिन स्टेट अफ इन्डिया भनेर लेखेको छ कि क्यामेरा चाहिँ असुकै आउँदैन थाहा भएन अन्त यो साइडको लाइटमा हेर्नुहोस् न त्यो इन्डियाको फ्ल्यागको त्यो ट्राई कलर छ खासमा कि तर मुनिको त्यो ग्रिन चाहिँ भएको रहेछ अहिले प्रायःमै जलेको रहेछ कि ग्रिन चाहिँ देखेको छैन यहाँ आइसकेपछि त गान्तोक आयो भनेको जस्तो भन्यो मलाई त ढुक्कै हुन्छ यहाँबाट चाहिँ अन्त यहाँ चाहिँ त्यति साह्रो चेकिङ हुँदैन हो मतलब यता इन्डियाकोहरूलाई चाहिँ बाहिरबाट आउनेहरूलाई टुरिस्टहरूलाई चाहिँ चेक गर्छ होला हो काम गर्नेहरूलाई लेबर कार्डहरू माग्छ होला मलाई चाहिँ अहिलेसम्म माग्नु चाहिँ मागेको छैन रोक्नु पनि रोकेको छैन सिक्किमको चाहिँ अलिकति हुन्छ नि त्यो कुरालाई चाहिँ म अप्रिसिएट गर्छु क्या त पुलिसहरूलाई पनि कस्तो राम्रो हुन्छ पुलिसहरू पनि ट्राफिकहरूदेखिको हो अब कतिसँग होला ब्याड एक्सपिरियन्सहरू पनि होइन तर मसँग चाहिँ त्यो गुड एक्सपिरियन्स नै छ पुलिसहरूको चाहिँ त्यस्तो नराम्रो चाहिँ छैन सिक्किमको चाहिँ अन्डरस्ट्यान्डिङ छ पब्लिकहरू पनि हो त्यो के भन्छ कमन सेन्सहरूदेखिको लिएर होइन राम्रो लाग्छ मलाई चाहिँ